हेलो सबैजनालाई मेरो न्यू एपिसोडमा स्वागत छ। आजको एपिसोड चाहिँ गाइस हामी चाहिँ काम चाहिँ ढुङ्गा बोकेर आएको छौँ। फेरि यस्तो छ आजको यहाँ हाम्रो खोलाहरू परेर वाल बनाउँदैछ यस्तो हो। काम चाहिँ यस्तो छ गाइस। यो चाहिँ हाम्रो माउ खोला भन्दा माउ खोला गाइस। माथि रोड बनाउँदैछ अहिले नयाँ सूर्य जाने रोड। हो गाइस, भुटानको गाइसहरू सूर्य जाने रोड चाहिँ यताबाट अब यहाँ फगीले केही देखेन छ। यो साइडबाट अब सूर्य जाने बाटो चाहिँ यो पर फगी लाग्छ नि, सेतो सेतो भएर यहाँनिर छ गाइस। माउ खोलाको हालखबर चाहिँ माउ खोला पौलायो भने चाहिँ फेरि सक्दैन नि जस्तो वालले पनि। यस्तो आरसिसी वाल त तल पुऱ्याइदिन्छ इन्डिया इन्डिया। यो माउ खोला पौलायो भने चाहिँ नि डेन्जर हो नि, डेन्जर। तपाईँलाई म अब एउटा आइल्यान्ड देखाउँछु ल। आइल्यान्ड पिपिप्याङ आइल्यान्ड भन्छ यसलाई चाहिँ, पिपिप्याङ आइल्यान्ड। बाटो यस्तो छ। यो चाहिँ आरसिसी वाल हो। यहाँदेखि सर्ट स्टेप गयो भने चाहिँ नभएको चाहिँ हाम्रो तलको रेलको बजार सानो चाहिँ बगाएर चाहिँ दाँतघारी पुऱ्याइदिन्छ इन्डिया बजार। यसले त हो यहाँनिर वाल लाउँदैछ, वाल आरसिसीदेखि पनि अझै उता जाली वाल लाउँदैछ सपोर्टिङको लागि। तर यो खोला पौलायो भने चाहिँ कहाँ पुग्छ हामीलाई पनि थाहा छैन। तपाईँहरूले हाम्रो भुटानमा पिपी आइल्यान्ड भन्ने सुनेको होला, पिपिपी आइल्यान्ड भनेर। आमामा नाम पनि पिपिपी आइल्यान्ड। वाउ ब्युटिफुल नजारा यो भन्छ यो देख्यो होला नि यहाँ आइल्यान्ड यसलाई भन्छ पिपिपी आइल्यान्ड। म तपाईँहरूलाई यो अर्को भिडियोमा देखाउँछु मजाले ल। त्यो छ कि दारिदी लादी नम्मे समे गुत्तो छामे भनेर माने हेर न, माने कस्तो डान्स। भिडियो बनाउँदैछ चुवाट डाँडा काटिन्छ है फेरि। जिन्दगी चाहिँ यसमा छ है, जिन्दगी यसमा र एक खुट्टामा यहाँ मिस्टेक त फिनिस हो जिन्दगी होइन गाइस।